बोटलमा अन्तर विद्यालय 7A साइड फुटबल प्रतियोगिता हुँदै ज्ञानपुञ्ज इङ्ग्लिश बोर्डिङ स्कुल बुटोल 11 को आयोजनामा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर विद्यालय 7A साइड फुटबल प्रतियोगिता हुने भएको छ। भदौ 1 गतेदेखि 8 गतेसम्म एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा रूपन्देहीका 43 विद्यालयको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले नगद 51,000 रुपियाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले 31,000 रुपियाँ सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट गोलकिपर, गोलरक्षक तथा म्यान अफ द म्याचलाई पनि नगद सहित पुरस्कृत गरिने विद्यालयले जनाएको छ। विद्यालयका प्राचार्य शंकर भण्डारीले विद्यालय तहबाटै खेलाडी उत्पादन तथा खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भएको हो। उहाँले खेलकुदलाई विद्यार्थीको स्वास्थ्य, अनुशासन, मानसिक सन्तुलन र नेतृत्व विकासको महत्वपूर्ण माध्यमको रूपमा लिएको बताउनु भएको हो। पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारी सहित विद्यालय व्यवस्थापन समिति तथा प्रायोजक प्रतिनिधिको उपस्थिति रहेको थियो।